हेलो सबैजना मेरा युट्युब फ्यामिली साथीभाइ सबैजनालाई मेरो चाहिँ लाख लाख नमस्कार गरे। सबैजना कस्तो हुनुहुन्छ? स्वस्थ मस्त व्यस्त रहनुभएको होला भन्ने मैले कामना गरेँ। त्यही कामना सँगसँगै हजुर समक्ष म उपस्थित भएको छु। मेरा चाहिँ भिडियोहरू कस्तो लाग्छ के लाग्छ हेरेर चाहिँ सुझाव सल्लाह प्रतिक्रिया दिनुहोला। केही चिजहरूमा कमी कमजोरी भएपछि चाहिँ यस्तो कमी कमजोरी भयो भनेर चाहिँ सुझाव सल्लाह दिनुहोला भन्दै म हजुरहरू समक्ष उपस्थित जे भने पनि हुन्छ त्यो भएको छु। तपाईहरु चाहिँ हेरेर चाहिँ साथ दिनुहोला। भिडियो चाहिँ फर्स्टदेखि एन्डसम्म हेरिदिनु होला है। तपाईहरु चाहिँ साथ सपोर्टले चाहिँ मलाई पनि केही राम्रो होला भन्ने म कामना गर्छु। तपाईहरुसँग चाहिँ अपेक्षा राख्छु। त्यही सँगै हजुरहरू समक्ष मैले आज चाहिँ डाक्टर गोविन्द आचार्यज्यूले गाउनु भएको बिर्सी छेउ कि मायालु काफल खाएको काफलको बुटामुनि माया लागेको भन्ने गाना लिएर आएको छु। सुनिदिनु होला, साथ सपोर्ट दिनु होला। आवाज मेरो राम्रो छैन, फेरि पनि मेरो गाउने रहरलाई पूरा गर्दैछु। तपाईहरुलाई कस्तो लाग्छ चाहिँ सुझाव सल्लाह प्रतिक्रिया अवश्य पनि दिनुहुनेछ भन्ने म आशावादी छु भन्न चाहे। साथीहरू पहिले चाहिँ मोबाइल थिएन, इन्टरनेटहरू थिएन है। माया प्रेम लाउने प्रेमी जोडीहरूले काफल खान जाँदा, मेलापात जाँदा, पानी पँधेर जाँदा है, यस्ता चाहिँ रमणीय ठाउँहरू घुम्न जाँदा एक दुसरामा माया साट्ने गर्थे है। अहिलेको जमाना र पहिलेको जमानामा अलिकति फरक डिफ्रेन्ट छँदैछ। त्यही अनुसार यो गाना गोविन्द आचार्यज्यूले गाउनु भएको रहेछ। मैले पनि चाहिँ जब मलाई गानाप्रति इन्ट्रेस्ट हुन लाग्यो त्यहाँदेखि मैले यो गाना सुनेको थिएँ। यो गाना मलाई एकदमै मनपर्छ। मैले यो गाना मनपर्ने भएकोले नै तपाईहरु समक्ष दुई शब्द गाऊ भनेर चाहिँ उपस्थित भएको छु। तपाईहरुले पनि सुन्नुहोला। यो गाना तपाईहरुलाई सुन्ने मन लाग्छ गोविन्द आचार्यजीको भनेपछि तपाईहरु चाहिँ युट्युबमा सर्च गर्नुहोला डाक्टर गोविन्द आचार्यका सङ भनेर तपाईहरुले चाहिँ यो गाना सजिलैसँग सुन्न सक्नुहुनेछ भन्दै म तपाईहरु समक्ष अब सानो आफ्नो चाहिँ भोइस सुनाउँदै छु। सुनेर साथ दिनुस् है त। बिर्सी छेउ कि मायालु काफल खाएको काफलको बुटा मुनि माया लागेको। बिर्सी छेउ कि मायालु काफल खाएको काफलको बुटा मुनि माया लागेको। तिमी र म घुम्दै घुम्दै मेला गएको तिमी र म घुम्दै घुम्दै मेला गएको। चौतारीमा बसी सँगै गीत गाएको। बिर्सियो कि मायालु काफल खाएको काफलको बुटा मुनि माया लागेको। पँधेरीमा पानी भर्न सँगै झरेथ्यौ पँधेरीमा पानी भर्न सँगै झरेथ्यौ। सँगै बाँच्ने सँगै मर्ने बाचा गरेथ्यौ। बिर्सी छेउ कि मायालु काफल खाएको काफलको बुटा मुनि माया लागेको। हस्त साथीहरू धन्यवाद सुनिदिनु भएको भए कस्तो लाग्यो प्रतिक्रिया दिनुहोला भन्दै म हजुरहरू समक्ष एक दुई शब्द अझै पनि भन्न चाहन्छु। साथीहरू गाना यस्तै हो, आवाज राम्रो छैन। आवाज राम्रो नभए पनि चाहिँ हजुरहरूको चाहिँ शब्दहरू एकदमै मर्मस्पर्शीहरू छन्। हाम्रो डाक्टर गोविन्द आचार्य सरजीले एकदमै राम्रो शब्द चाहिँ कति बेलाको गाना भए पनि यसका शब्दहरूले अहिलेका पिँढीहरूलाई सम्म चाहिँ टचिङ गर्छ। एकदमै राम्रो शब्दहरू छन्। तपाईहरुले पनि चाहिँ यो गाना पुरा सुन्ने भए युट्युबमा सर्च गर्नुभयो भने अब आसानसँग तपाई उपलब्ध गर्न सक्नुहुन्छ, सुन्न सक्नुहुन्छ भन्दै म हजुरहरु समक्ष जानकारी दिन चाहे। अनि साथीहरु त्यस्तै हो, अब माया प्रेम
भन्ने कुरा गीतदेखि नै झल्किने चिज हो। गीत र सङ्गीत मान्छेको चाहिँ एकदमै मर्म नसामा चाहिँ जसको पनि टच गर्ने गर्छ। त्यही भएर नै मैले चाहिँ हजुरहरू समक्ष एक टु एक गर्दै आफ्ना चाहिँ छोटा मोटा शब्दहरू सुनाउन गइरहेको छु। झर्को नमानी सुनिदिनु होला भन्न चाहे। अनि साथीहरू देश विदेश जहाँ पनि हुनुहुन्छ तपाईहरु चाहिँ आफ्नो चाहिँ केयर गर्नु होला, राम्रोसँग आफ्नो चाहिँ स्वास्थ्यको ख्याल राख्नु होला भन्दै म हजुरहरू समक्ष अब बिदा हुन अनुमति चाहन्छु। मेरा चाहिँ भिडियोहरू फर्स्टदेखि एन्डसम्म हेरिदिनु होला, साथ सपोर्ट दिनु होला भन्न चाहे। आगामी दिनहरूमा फेरि पनि म अरू नयाँ भिडियोहरू हजुर समक्ष उपलब्ध गराउँदै जानेछु। अहिलेको लागि सबैजनालाई मेरो बाय बाय, टेक केयर, सबैलाई सल्युट, बाय बाय।